नमस्ते, मेरो नाम चाहिँ ज्योति बराजुली। म चाहिँ सिन्धुपाल्चोकबाट आएको हो अनि मैले चाहिँ जापानको लागि प्लेसमेन्टबाट अप्लाई गरेको थिएँ अनि मेरो भिजा चाहिँ सक्सेस भयो। मैले प्लेसमेन्ट चाहिँ फेसबुक पेज र गाउँको दिदी पनि जानुभएको थियो, उहाँको थ्रुबाट थाहा पाएँ, त्यसैले आएको थिएँ। मैले सुरुमा प्लेसमेन्ट आएर आसना म्यामलाई भेटेको थिएँ, उहाँको काउन्सिलिङ चाहिँ एकदम राम्रो थियो अनि त्यसपछि क्लास जोइन गरेँ। सेन्सेहरू एकदमै राम्रो हुनुहुन्छ, राम्रोसँग पढाउनुहुन्छ। मैले चाहिँ 2 जना सेन्सेहरूसँगै क्लास लिएँ, 2 जनाले एकदम राम्रो पढाउनुहुन्छ। मलाई यहाँबाट डकुमेन्टेसन गर्दाखेरि एकदमै इजी भएको थियो। सर म्यामहरूले सबै कुराहरू एकदमै राम्रोसँग बुझाइदिनु भएको थियो। मेरो प्लेसमेन्टको जर्नी चाहिँ एकदमै रमाइलो भयो। मैले प्लेसमेन्टबाट धेरै कुराहरू सिकेँ र मेरो भिजा प्रोसेसिङ पनि एकदम सजिलो भयो। प्लेसमेन्टमा आउनुहोस्, डकुमेन्टहरू धेरै राम्रोसँग हेरिदिनुहुन्छ, काउन्सिलिङ पनि राम्रो छ, सबैजना राम्रो हुनुहुन्छ, क्लासेसहरू पनि एकदमै राम्रो छ, ल्याङ्ग्वेजहरू पढाउनेदेखि लिएर धेरै राम्रो छ। एकपल्ट भिजिट गरिदिनु होला।